विश्व हिन्दू समुदायको आउँदै गरेको दीपावलीको उपलक्ष्यमा सम्पूर्ण देश विदेशमा रहनुहुने आमा बुवा तथा दाजुभाइ र इष्टमित्रहरू सबैमा हार्दिक मङ्गलमय शुभकामना सहित भोलिको लक्ष्मी पूजा आरम्भ पश्चात सम्पूर्ण नेपालीहरूको घर घरमा खुसी शान्ति समृद्धि र लक्ष्मीको बास होस् भन्दै हजुरहरूलाई आज म आफ्नो काम गर्ने स्थानबाट आफू बस्ने वासस्थानसम्मको गन्तव्य हजुरहरूलाई मेरो भिडियो मार्फत कैद गरेर देखाउने छु। भिडियोलाई मन परे लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, हजुरहरूलाई मेरो आफ्नो वासस्थानसम्म पुर्याउने छु, साथमा रहनु होला। अब यहाँ चाहिँ हामी भित्र आइसकेका छौँ। होटलभित्र भन्दा पनि जाने बाटो एरिया हो। यति सुन्दर छ, सबै सजाउ बनाइएको छ। एरियाहरू अस्तव्यस्त ठाउँ छ। सबै मानिसहरू खाने रमाउने झुम्ने मात्रै काम छ यहाँ। यति बेला सबै मानिसहरू ड्युटी सकेर भिआइपी मानिसहरू चाहिँ यहाँ आएर रमाइलो इन्जोय गर्ने होटलहरू छ। सबै ड्रिङ्किङ होटलहरू हो। यहाँ पनि दीपावलीको रौनक चलिरहेको छ। दीपावली लागिरहेको छ। यहाँ पनि दीपावलीको समय यहाँ पनि मनाइन्छ, भव्य रूपमा मनाइन्छ। यहाँ पनि यो होइन कि इस्लामिक धर्म त्यो होइन। यहाँ चाहिँ एउटा धर्मले अर्को धर्मलाई सम्मान गरिन्छ। सुशोभित तरिकाले सजाइएको छ। हेर्नुहोस्, यो चाहिँ मलेसिया। अहिले म मलेसियाको राजधानी कुआलालम्पुर सिटी सेन्टरमा छु। त्यहाँबाट हजुरहरूलाई भिडियो मार्फत जानकारी गराइरहेको छु। भोलि यहाँ अझ अत्याधिक रूपमा सुशोभित र रमाइलो दृश्यहरू हुनेछ। समय मिल्यो भने भोलि पनि हजुरहरूलाई भिडियो कैद गरेर देखाउने छु है त। अब हजुरहरूलाई थोरै क्यामेरा ब्याक गरेर म पछाडिको दृश्य थोरै देखाउन चाहन्छु है त। ह्याप्पी दीपावलीको लागि सजाउ रूपमा डेकोरेसन गरिएको छ। विश्व हिन्दू समाजको लागि फेरि पनि म ह्याप्पी दीपावलीको लागि हार्दिक हार्दिक मङ्गलमय शुभकामना भन्न चाहन्छु। यहाँ प्राय विश्व समुदायबाट उपस्थित हुने भएको हुनाले धेरै मेहनत र परिश्रमले यहाँ सजाउ बनाइएको छ। सबैको मन जित्ने गरी मनमोहक तरिकाले सजाइएको छ भने हेर्नुहोस्। हजुरहरूलाई कस्तो लाग्छ प्रतिक्रिया दिनु होला र यस्तै भिडियोको लागि मलाई फलो गर्नु होला। समय समयमा हजुरहरूलाई भिडियो मार्फत उपस्थित हुनेछु। यस्तै खालको भिडियोहरू लिएर आउनेछु। लाइक कमेन्ट गरिदिनु होला। सब बिल्डिङहरूमा माथि एलसिडीहरू लगाइएको छ। यो यहाँ चाहिँ हजुरको 24 घण्टा प्रत्येक दिन नै यहाँ रमाइलो नै भइरहन्छ। रमाइलो दृश्यहरू छ यहाँ। दीपावलीको अवसरमा यहाँ पनि यसरी सजाउ बनाइएको छ। यहाँ विश्वका परीहरू घुम्न आउँछन्। यहाँ पनि विश्वका सुन्दर परीहरू पनि छन् यहाँ घुम्नको लागि आउनु भएको। कस्तो लाग्यो हजुरहरूलाई कमेन्ट प्रतिक्रिया दिनु होला।
म त साथीहरू आजको लागि गुड नाइट भन्न चाहे। ह्याभ अ गुड नाइट।